परिरहेको छ। हेर्नु साथीहरू, आज हाम्रो गाउँतिर कस्तो ठुलो पानी परिरहेको छ। कम्प्लेन कत्रो पानी परेको हेर्नु, कत्रो पानी आइरहेको। आऊ यो त आऊ आऊ, कत्रो पानी परेको। भान्सा कोठा कुकुरको बच्चा थुन्ने छोडिएर साथीहरू पानी अनि कत्रो आहा टट्टै गाड चलेर हेर्नु होला। पाखामा नि कत्रो पानी बगेर घरको पानी हो यो, घरतिरको पानी कत्रो गएको। यहीँ यस्तो पानी परेको के तल रोडमा झन् कत्रो पानी हिँडेछ। कति मजाले परेछ पानी हेर्नु न साथीहरू। हजुरहरूकोतिर परेन, हाम्रोतिर त आज यस्तो पानी परिरहेको। अस्ति राति आएर खोला त्यस्तै बढेको थियो। हेर्नु रोडमा कत्रो पानी हिँडेछ। रोडमा हाम्रो घरको रोडमा त गुडुक्कै पानी हिँडेछ साथीहरू। यस्तो छ, बर्खा लाग्यो, बर्खा माग्छ। पानी त परेको परै छ। हेर्नु रोडमा कत्रो पानी आएको। रोडमा भर्खरै यत्रो पानीको गाड चलिरहेको क्या रोडमा। हेर्नु त जम्मै यस्तो पानी परेर पानी अझै माथिबाट भल काटेर फ्याँकेर पनि यत्रो पानी भयो क्या यहाँ। खोला त पढेमानको भइसक्यो। हाम्रो यहाँ यस्तो आज शनिबारको दिन पानी परेको गरेर पानी परे यसरी। तल एउटा गाडी बास बस्छ। आज शनिबारको होइन, पानी भरि परेर यस्तो भयो। अरूभन्दा नि भर्खरै परेको पानी कत्रो हिँडेछ यहाँ रोडमा। हेर्नु न कति समस्या हाम्रो यो उसमा नाला नभएर रोड त कत्रो भण्डालो बनाइदिया। खै यहाँको सरकारले केही गर्ला जस्तो छैन। नेपालको सरकारले अब विदेशी ल्याएर भित्राउन पर्ला जस्तो हो साथीहरू। नाला छैन, घरको पानी यत्रो आउँछ। नाला भयो बाहिर रोड त राम्रो बन्थ्यो, केही छैन। हाम्रो घरबाट झरेको पानी यो बोतल बगाएर ल्याएर बोतल कुन चाहिँ बोतल बगाइदियो साथीहरू। यस्तो पानी गरिरह पानी त कति झरी परेर पानी पानी आइरह। आउन पनि सानो आखर पानी नै भनेको क्या। आधा घन्टा जति भयो पानी आएको, यत्रो गाड चलेर नि। घरमा दुईवटा भाँडो थापेको धुरिसक्यो। अरूभन्दा नि यहाँ बस्तु बस्ने ठाउँमा पो भएको छ। पोखरी जस्तो जमेछ। परेको हुन्छ नि पानी पनि पर्दा नि। ल साथीहरू, अब पानी यस्तै हो के अरे हाम्रो कामतिर पानी पराइ। हजुरहरूको गाउँमा कस्तो परेछ भनिदिनु होला। अहिलेलाई चाहिँ यति नै, यो पानी परेको भिडियो चाहिँ यति नै हेरिदिनु होला। पानी कतिको परिरह।